अब यसको लागि के गर्नुस् भन्दा एउटा कोड जान्नु पर्यो है बीसीडी कोड भन्ने हुन्छ त्यो भनेको 421 यो कोड जान्न पर्यो ठीक छ बीसीडी कोड भनेको बीसीडी भनेको बाइनरी कोडेड डेसिमल 421 कोड जान्नु पर्यो ठीक छ अक्टल भनेछ भने बेस 8 देख्नुहुन्छ भने तपाईले 421 कोड जान्नुस् यदि बेस 16 आउँछ भने तपाईले 8421 त्यो मैले भन्छु है अब यसमा बेस 2 बाट बेस 8 मा कन्भर्ट गर्न भनेछ भनेपछि यो 421 कोड जान्नु पर्यो कतिवटा डिजिट छ तीनटा छ भने अब हामीले के गर्नु पर्यो भन्दा लास्ट बाट तीनटा पेयर बनाउनु पर्यो तीनटा नम्बरको पेयर है तीनटा डिजिट्सको पेयर ठीक छ यो बन्यो 101 एउटा पेयर बन्यो यहाँ बन्यो 110 बन्यो ठीक छ यो दुईटा पेयर बन्यो अब यसको माथि यही कोड लेख्नुस् के 421 ठीक छ अब हेर्नुस् है अब हामीले के गर्ने हो भन्दा जस्ट 1 भएको डिजिट मात्र हेर्नु 0 हामीलाई चाहिएन 1 को माथि कुन छ 4 लेख्नुस् प्लस फेरि यो 1 को माथि कति छ 2 लेख्नुस् यो 0 हामीलाई चाहिएन है अब यतापट्टि हेर्नु यसको पनि 1 को माथि 4 छ 4 लेख्नुस् प्लस यो 0 को माथि हामीलाई चाहिएन 0 चाहिएन अनि यो माथिको कोड पनि हामीलाई चाहिएन 1 को माथि के कोड छ 1 ठीक छ अब 4 + 2 भनेको 6 4 + 1 भनेको 5 भनेपछि हाम्रो आन्सर आयो 65 सिम्पल के बेस 8 यो आन्सर ठीक छ के गर्नै पर्दैन अब जस्तै एउटा यस्तै क्वेशन हेरौँ है त एउटा यस्तै क्वेशनमा हेर्नुस् है 11001 आयो सपोज यस्तो आयो अब मैले के भनेको थिएँ भन्दा बेस 8 छ भने ती तीनटा डिजिट लिनुस् भनेको थिएँ कुन कोड हो 421 त्यो जान्नुस् यहाँ तीनटा एउटा कोड 001 मैले एउटा पेयर बनाएँ अब त्यस्तै यहाँ हेर्नु त 11 छ 11 तर मलाई कतिवटा पोइन्ट बनाउनु पर्छ या कतिवटा नम्बरको पेयर बनाउनु पर्छ डिजिटको पेयर बनाउनु पर्छ तीनटाको भनेपछि 11 त मैले लेखेँ अब मैले तीनटा बनाउनु छ भने यसको अगाडि 0 थप्नु पर्यो है यदि 1 मात्र हुन्थ्यो दुईटा 0 थप्नु पर्थ्यो ठीक छ अब यसको माथि कोड लेख्नुस् 421 ठीक छ अब मैले के भनेको थिएँ 0 ले वास्ता नगर्नुस् 1 मा हेर्नुस् 1 को माथि 2 छ 2 लेख्नु प्लस फेरि 1 को माथि 1 छ प्लस 1 गरिदिनु अब यतापट्टिको पेयरमा हेर्नुस् 0 हामीलाई चाहिएन 0 पनि चाहिएन 1 को माथि 1 छ 1 लेखिदिनुस् अब 2 + 1 भनेको 3 यताको 1 भनेपछि हाम्रो आन्सर कति भयो 31 बेस 8 आन्सर